back to my channel. It's me DRI. अनि सबैजनालाई नमस्ते. आयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु. अनि आज चाहिँ म त्यही हो यो मेरो सेकेन्ड भ्लग अनि आज चाहिँ म यहाँनिर यतिकै बसिरहेको छु हैन. आउनु न भाइ तपाई आउनु न. अनि यो चाहिँ हाम्रो दिमाको हाउस हो हैन. किचन हो यो त. स्मार्ट तो मैं बचपन से ही हूं. यो चाहिँ किचन हो अनि उहाँ चाहिँ पकाउँदै हुनुहुन्छ. उहाँ चाहिँ हाम्रो भाउजू अनि उहाँ चाहिँ हाम्रो ठुलो मम्मी हैन. हेलो. अनि आज चाहिँ हाम्रो घरमा यो पाक्दैछ, यो आन्द्रा पाक्दैछ हैन. अनि यो चाहिँ उहाँले पकाउँदै हुनुहुन्छ. एकदम खाजे पनि हुनुहुन्छ कि सुँगुरको मासु. देख तू अब तू गया बेटा, अब तू गया देख तेरी सुँगुरको आन्द्रा हो त्यो चाहिँ. अनि हामी प्युर राई हो त्यही भएर हामी सुँगुरको मासु खान्छौँ हैन. अनि हेलो यो चाहिँ मेरो काम नलाग्ने भाइ. यसको त्यस्तो काम छैन, यसको धेरै तारिफ गरिराख्नु म चाहदिनँ. अनि यहाँनिर चाहिँ हाम्रो दाजु हुनुहुन्छ. उता पाइप लगाइदिनु नि. हो त्यसरी जानुहुन्छ उतानिर हैन. अनि यहाँनिर यतानिर चाहिँ पाक्दैछ हाम्रो सब्जी अनि म चाहिँ अब उता देखाउनु जाँदैछु हैन. अनि हामीहरू सुत्ने कोठा चाहिँ यो हो. अनि यो भनेको मेरो हात्ती फुपू हो. अनि यो भनेको चाहिँ बाहिरको भ्यू हो हैन. अनि म चाहिँ यहाँनिर ठुलो मम्मीको घरमा चाहिँ खासमा भन्नुपर्दाखेरि चाहिँ मेरो बहिनीलाई हेर्नु आएको हैन. अनि अब चाहिँ म तपाईलाई बहिनी देखाइदिन्छु. अनि उहाँ चाहिँ हाम्रो बहिनीको बाबा. अनि उता चाहिँ हुनुहुन्छ हाम्रो बहिनी. अनि म चाहिँ उसलाई नै हेर्नु आएको हो यहाँनिर चाहिँ हैन. अनि यहाँनिर चाहिँ बहिनीको मम्मी हुनुहुन्छ. अनि यहाँनिर हाम्रो अनि यसको नाम चाहिँ जे हो. अनि आज चाहिँ हामी घर जाने. अनि मेरो दिपाको भ्लगमा पनि सबैले सब्स्क्राइब गरिदिनु होला. काम नलाग्ने दिदी. देख तू अब तू गया बेटा, अब तू गया देख तेरी औकात. अनि अब चाहिँ म यहाँनिर बाहिर निस्केँ हैन. आज चाहिँ म घर जानुपर्ने हो. आज चाहिँ मेरो यहाँ बस्ने दिनहरू पनि सक्यो. म आएको पनि थुप्रो भइसक्यो. अनि यो चाहिँ ठुलो मम्मीले रोप्नु भएको फुलहरू हो. यो कति राम्रो छ. अनि त्यो चाहिँ हाम्रो बिक्कामे भयो. अनि यहाँनिर कसैको चाहिँ कामै छैन हैन. ढलिबस्छ जति बेला पनि यस्तै हो. अनि उताबाट चाहिँ कराएर फोन लगेर जानुभयो. एकछिन पनि हामीलाई चलाउनु दिनु हुँदैन. अनि हामी चाहिँ अब एकछिनमा ठुलो मम्मीकोबाट घर जान्छौँ सुँगुरको आन्द्रा खाइसकेर. हाम्रो भाउजू ननाचेको चाहिँ धेरै भइसक्यो हैन. हाम्रो भाउजू ननाचेको चाहिँ यहाँनिर धेरै भइसक्यो हैन. उहाँ चाहिँ एकदम स्लिम हुनुहुन्छ. उहाँ एकदम स्लिम हुनुहुन्छ. सिक्स प्याक छ उहाँको चाहिँ हैन. हाम्रो चाहिँ छैन.
हाम्रो फ्यामिली प्याक छ किनभने अब हामी मोटीसँग दुईजना खानदानी जस्तो देखिन्छौँ कि तर त्यस्तो होइन। अनि उतानिर हाम्रो सुत्केर देपा चाहिँ होइन यहाँनिर बहिनीको लुगा धोइदिनु पर्छ। जिन्दगीमा यतिको बुढा पाउनु भनेको भाग्यमानी हुनु हो क्या। तर के गर्नु यस्तो छैन। किन यसरी कष्ट गर्नुभएको देपा? किन यसरी कष्ट गर्नुभएको? भन्नु यसरी लुगा धोइदिनुहुन्छ हाम्रो देपा ज्ञानी देपा हुनुहुन्छ होइन। त्यही हो। हाम्रो प्यारी प्यारी बहिनी चाहिँ यति बेला उठिसकेकी छिन् होइन छोटा भाइ। यहाँनिर हाम्रो प्यारी प्यारी बहिनी चाहिँ उठिसके ला है छिनमा गर्छन् फेरि सुतिरहेको छिन् अहिले सानी। हुन्छ 6 मेरो भाउजूले चाहिँ अहिले यहाँनिर बहिनीको लुगा धोइदिँदै हुनुहुन्छ होइन। एकदम दयालु टाइपको क्या। एकदम दयालु टाइपको यस्तो दयालु टाइपको हुनुहुन्छ क्या। अनि त्यही भएर लुगा धोइदिँदै हुनुहुन्छ हाम्रो भाउजूले चाहिँ। यहाँ पछि भाउजूको पनि धोइदिनुहुन्छ देमाले भेट चाहिँ हुँदैन होला कि। अनि यो भनेको यो मोचालाई चाहिँ इग्नोर गरौँ होइन। अनि यो भनेको चाहिँ बाहिरको बाहिरको भ्यू हो होइन। अनि यो चाहिँ ठुलो मम्मीको कुखुराहरू हो। अनि हामी यहाँ धेरै दिन बस्दैनौँ। मेरो भाउजूले लुगा लानुभयो कुद्दै अनि सिकाउनु पर्ने हुन्छ अरे त्यहाँनिर। फुल के राम्रो फुलेको। अनि हाम्रो ठुलो मम्मीको घरमा चाहिँ कस्तो धेरै राम्रो खालको फुल रोप्नु भएको छ होइन। अनि त्यो चाहिँ त्यसै राम्रो छ। त्यहाँबाट गएर आएर देखाइदिनु पर्यो। हाम्रो जस्तो गाई नि भाउजू, हाम्रो जस्तो गाई। यो टालो चाहिँ यहाँ टालेर राम्रो देखिएन खासै तर पनि ठिकै छ। अनि अब चाहिँ हामी दुईजना भन्दा अब चाहिँ हामी दुईजना यो मतलब सक्नुहुन्छ भाउजूले। अनि त्यसपछि हामी चाहिँ चारो चेप्नु जान्छौँ होइन। किनभने हामीले बिहानदेखि त्यस्तो केही खाएको छैन। चिया खाएको पनि छुइनँ म। अघि खाएको त एकताल त। अनि त्यही हामीले अनि बिहान चिया खाएर पनि हामी खाएको छैनौँ। हामी खाएर पनि खाएको छैनौँ भन्छौँ। हाम्रो यो ट्यालेन्ट हो भित्र लुकेको होइन। अनि त्यही हो। अब चाहिँ हामी खानु जान्छौँ। अनि तपाईँहरूलाई पनि देखाउने छु च्वाचेको मासु। अनि हामी च्वाचे खाने किनभने हामी प्योर खट्टी राइनीहरू हो। च्वाचेको मासु मनपर्छ त्यही भएर हामी च्वाचे खाने। तपाईँहरूलाई पनि मनपर्छ होला। अनि तपाईँहरूलाई पनि खानु मन लागेको छ भने हामीलाई सम्पर्क गर्नु होला होइन। त्यही हो। अब चाहिँ सम्पर्क नम्बर चाहिँ तल डिस्क्रिप्सनमा छ। हामीले राखिदिइहाल्दैछौँ होइन त्यहाँनिर हाम्रो सम्पर्क नम्बर। अनि त्यही हो। अनि अब चाहिँ हामी खाना खान जान्छौँ। हाम्रो स्पेसल आन्द्रा के भन्छ उयो फर्सी र आलुको सब्जी, सुँगुरको आन्द्राको भुटुवा, मुला काँक्राको अचार, टमाटर र
खुर्सानीको अचार यो चाहिँ दाल धनिया चाहिँ कहाँ गयो धनिया पनि अचारमै छ फेरि यहाँ स्पेसल मुलाको अचार पनि आइसक्यो यहाँ यता ल्याउ त बुहारी यहाँ ल्याउ त हाल त खाइल ले आइसक्यो जग्गा म त खाएन भन्दै र मलाई हाल त मोटी न मोटी केटी हुन्छ नि त्यही भनेर त यहाँ भन्दैछु त खाएलो भन्छ कि अनि कम भन्छ यहाँ कत्रो मोटी रह्यो नि हाम्रो अघि नैको सुँगुरको आन्द्रा चाहिँ के हो मलाई पाइदैन अस्ति मुला पाउँदा एक बटा हालेर पर्ने रहेछ बुद्धिमा हामी त हालेको त सकिसक्यौँ खाएरै खाँदैन एक बटा अब हाल्दैन हामी त ठाडो हालेछु म त भयो हाम्रो घरमा नखाएको भयो कोही छैन तपाईँलाई भन्नु त अब कस्तो लाग्यो तपाईँलाई यो सुँगुरको आन्द्रा तिमी डाइटिङमा बस्नु चाहिँ मिठो हामी घरको हात चाहिँ मिठो हुन्छ भाउजू मान्दैन नि त कानी खाने डाइटिङमा बस्छ भनेर नखाऊ न यति नै खाऊ ल ए तपाईँलाई कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो तपाईँलाई त जे पनि मिठो लाग्छ त थाहा छ मलाई यो किन ल्याङ हान्ने छ आज उहाँ चाहिँ पस्किने मान्छे हो होइन यसले किन हाम्रो ल्याङ हान्ने हामीलाई उहाँ चाहिँ पकाउने मान्छे हो भयो अलि हालिदिनु न अनि उहाँहरू चाहिँ खाँदै हुनुहुन्छ गाइस अब चाहिँ हामीले माछा पनि खाइसकेको छौँ अनि त्यसपछि यतानिर धन्दा गर्नुको लागि छोडिदिएको मैले आफै गर्छु भन्नु है मैले उता छोडिदिएको अनि अब म चाहिँ यहाँनिर टेबल पुस्छु अनि टेबल पुसिसकेपछि चाहिँ अनि चाहिँ हामी घर जाने आफ्नो बाटो तताउँछौँ हामी आजको दिनमा चाहिँ होइन त्यही हो अनि हामीले खायौँ हामीलाई चाचेको मासु एकदम के पो मासु होइन आन्द्रा एकदम भयो होइन त्यो प्रशंसा गरेर जति गरेर पनि सक्ने हाम्रो त्यस्तो छैन होइन अनि त्यही भएर अब खाइसकेर पनि अब हामी धन्दाहरू सक्यौँ अनि त्यसपछि अब हामी एकछिनमा रेडी हुन्छौँ अनि त्यसपछि हामी आफ्नो आफ्नो कुम्रो कुटेर बोकेर आफ्नो आफ्नो घरतिर जान्छौँ थाहा छैन घर लाग्दैको कहाँ लाग्दै गऱ्यो हामी चाहिँ अब घर लाग्दैको हाम्रो हाउस लाग्दैको हाम्रो सक्यो यहाँनिरको अब हाम्रो सक्यो अब अर्को ठाउँमा फर्किने यात्रा हो अब हामी आफ्नो आफ्नो थलो गएको अब यो चाहिँ इटरा के हेरी आउने इटरा बजार सो आजको मेरो भ्लग चाहिँ यति नै थियो होला कस्तो थियो हेरेरलाई इन्जोय गरिदिनु होला अनि मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई